पूर्वी चितवनको रत्नगर वडा नम्बर 4 मा रहेको सिमरन कृषि फार्ममा अहिले स्ट्रबेरी खेती भइरहेको छ। पर्यटकीय नगरी सौराहा प्रवेश गर्ने मुख्यद्वार चित्रसारीबाट नजिकै रहेको यो फार्ममा कृषक सन्तोष भट्टले स्ट्रबेरी फलाइरहेका छन्। यसै वर्षदेखि स्ट्रबेरी खेती सुरुवात गरेका उनले 3.5 कट्ठा जग्गा भाडामा लिएर खेती गरिरहेका छन्। रत्नगर जिरौनाको स्थायी बासिन्दा भट्टलाई विदेश जाने सोच नआएको होइन। उनले विदेश जाने सोच त्यागेर रत्नगरमै स्ट्रबेरी खेती गरिरहेका छन्। 1500 बिरुवाबाट सुरुवात गरेका उनले अहिले 5000 भन्दा बढी बिरुवा लगाएर स्ट्रबेरी फलाइरहेका छन् र बजारमा माग देखेर उनी उत्साहित छन्। बारीबाटै स्ट्रबेरी बिक्री भइरहेको र अर्को वर्षदेखि 1 बिघा क्षेत्रफलमा खेती गर्ने उनको योजना रहेको छ। मेरो चाहिँ कमर्सियली रूपमा चाहिँ यो वर्ष हो। हामी 3.5 कट्ठामा खेती गर्दैछौँ यो वर्ष। यहाँभन्दा पहिला चाहिँ म प्र्याक्टिस गर्दै थिएँ। त्यही 1500 बेर्ना लिएर मसँग अहिले चाहिँ हाराहारी 5000 बेर्नाती छन्। यहाँ अर्को वर्षको लागि चाहिँ हामीले लगभग 1 बिघामा स्ट्रबेरी गर्ने हाम्रो सोच छ। आगामी दिनमा स्ट्रबेरीसँगै क्याफे र अन्य फलफुल खेती गर्ने र कृषि पर्यटनको नमुनाको रूपमा फार्मलाई अगाडि बढाउने योजना रहेको उनको छ। फरक प्रसङ्गमा उनले युवा जनशक्ति विदेशिने क्रम नरोकिएकोमा दुःख व्यक्त गर्दै युवा शक्तिलाई नै स्वदेशमा व्यवसाय गर्न अभिभावकहरूले प्रोत्साहन गर्नुपर्ने बताए। म अरू फ्रुट्सहरू नि गरौँ कि भन्ने सोचमा छु। मेरो एग्रो टुरिज्म मोडलमा लाँदैछु। एउटा क्याफे, सानो क्याफे शुद्ध तपाईँको अब जस्तै भनौँ न, अब नेपालमा आरू बहडाहरू होइन, बारीमै टिपेर खानु, किनेर लान पाउनु भनेको छुट्टै एउटा हुन्छ नि, मान्छेमा रहर हुन्छ नि त। अब म चाहिँ त्यस थोरै सर्टेन एमाउन्टमा चाहिँ तिनीहरू पनि लगाएर हेरौँ त्यसको प्रतिफल के कस्तो आउँछ भन्ने मेरो सोच छ। त्यही अनुसार गर्दैछु। म चाहिँ एग्रो टुरिज्म मोडलमा बेरी अहिले स्ट्रबेरी छ मसँग। अब रास्पबेरी र ब्लुबेरीको प्लान्टहरू चाहिँ मसँग बेर्नाहरू अब आउँदैछ अलिअलि। अब अर्को वर्ष चाहिँ 2-4वटा आइटम एड हुन्छ। म चाहिँ खास गरी युवाहरूलाई भन्दा पनि अभिभावकहरूलाई भन्न चाहन्छु। अभिभावकहरूको सोच कस्तो भयो भने त्यसको छोरो चाहिँ बाहिर गयो, उसले चाहिँ एउटा मन्थली रूपमा चाहिँ यति पैसा पठाइरहेछ, त्यो मात्रै सोच छ होइन। नेपालमा बसेर फ्युचरै छैन भन्ने मात्रै सिकाइ गराइरहनु भएको छ। यो चाहिँ त्याग्नु पर्यो। नेपालमा बसेर गर्न खोज्यो भने गर्न दिनु पनि पर्छ होइन। आफ्नै देशमा आफ्नै बाबुआमासँग आफ्नै परिवारसँग बसेर कमाइ थोरै होला, बिस्तारै सबै कुरा एकैचोटि त केही पनि हुँदैन होइन। बाहिरै गएर नि गर्ने खट्ने नै हो। यहाँ पनि यसो अपर्च्युनिटी धेरै छ हेर्ने गर्ने होइन। नगरपालिकाहरूले अनेक थरीको बजेटहरू ल्याइरहेको हुन्छ होइन, तालिमहरू दिइरहेको हुन्छ। त्यसबाट लिने, त्यसबाट केही सिक्ने, आफूले केही भनौँ न, आफूले जति आफ्नो क्षमता अनुसार जति सकिन्छ त्यतिको गर्दै जाने। व्यवसाय भनेको त बढाउँदै जाने कुरा त हो होइन। मसँग छैन भन्दै होइन, नेपालमा बसेर फ्युचर छैन भन्दै बाहिरै जानु अप्सन चाहिँ होइन जस्तो लाग्छ मलाई। जस्तो अब यो खेती गरिराख्दाखेरि नगरपालिकाको वडाको साथ सहयोग के छ? होइन, एकदम साथ सहयोग पाएकै छु भन्नु पर्यो। हजुर। अब वडाले आउनुहुन्छ, सरहरू आउनुहुन्छ, भिजिट गर्नुहुन्छ, तपाईँलाई के चाहिएछ भन्नु है। अब वडामा आएको कुराहरू हजुरलाई हामी अवश्य नै दिन्छौँ, अवश्य नै गरिदिन्छौँ, सामेल गर्छौँ प्रोग्रामहरूमा भन्ने उहाँहरूबाट प्रतिक्रिया त्यस्तो नकारात्मक रूपमा केही पनि छैन। सकारात्मक प्रतिक्रिया छ। जस्तै हाम्रो मेयर सर आउनुभयो, अब उहाँले आउनुभएको छ, ल नआत्तिकन गर्नु, हामी अब तपाईँहरू जस्तै युवालाई नै हामीले साथ दिने हो। अब नेपालमा बसेर गर्छु भन्नेहरूलाई हामीले सपोर्ट गर्नुपर्छ, साथ दिनुपर्छ भन्ने पोजिटिभ नै छ सबै कुराहरू। यहाँ त्यस्तो खासै नेगेटिभ त छैन। चुनौतीहरू त हुन्छन् नै होइन। जे अब खेतीपाती हो, चुनौती त अनेक थरी भइहाल्छ। चुनौती सँगसँगै साथ सहयोगी हातहरू पनि छन् हाम्रो लागि। ठ्याक्कै अब यही चुनौती छ भन्ने त्यस्तो केही छ? अब चुनौती खासै भन्दाखेरि नेपालमा चाहिँ बेर्ना, यो स्ट्रबेरीको लागि चाहिँ मैले देखेको चाहिँ खासै बेर्ना नपाउनु, एउटा विदेशबाट लिएर आउनु पर्ने हुन्छ। विदेशबाट लिएर आउन पनि अब आफू क्यापासिटी अनुसार थोरै क्वान्टिटीमा लिएर आउन नि गाह्रो हुने होइन। धेरै क्वान्टिटी लिएर आउन नि अब बजेट नै हो सबै कुरा, आफूसँग बजेट पनि हुनु पऱ्यो। र यसो बेर्ना लिएर आउने जो हुनुहुन्छ, सक्षम हुनुहुन्छ, उहाँहरूले बेर्ना अलिकति सुलभ दर रेटमा उपलब्ध गराइदिने। उहाँहरूले बेर्ना लिएर आउँदाखेरि कोही किसानहरू त गर्न चाहनुहुन्छ भने उहाँहरूलाई नै आबद्ध गराएर बेर्ना लिएर आउने, सिकाउने होइन। प्रोडक्टहरू फल मात्रै बिक्री हुँदैन, प्रोडक्टहरू पनि आउँछ, बाई प्रोडक्टहरू पनि बन्छ। तिनीहरूमा त्यतातिर लाग्ने होइन, उत्पादन लिने बरु किसानलाई बेर्ना उपलब्ध गराउने, उत्पादन लिने, आफूले त्यसलाई अब अलिकति
प्रशोधन गरेर भनौँ न डिफ्रेन्ट प्रोडक्टहरू बनाएर बजारमा ल्याउन सकिन्छ। हजुर त्यस्तो गरिदिए चाहिँ म चाहिँ अलिक खुसी हुन्थेँ। जे अब खेतीपाती हो, चुनौती त अनेक थरी भइहाल्छ, चुनौती सँगसँगै साथ सहयोगी हातहरू पनि छन्। तपाईँ अहिले हेर्दै हुनुहुन्छ बिप्स मिडिया।